पहिला यहाँ सांसदज्यूले के भन्दै हुनुहुन्छ त्यो कुरा सुन्नुहोस्। घाटामा भएको श्वेतपत्र जारी भएको छ। अब सर्वसाधारण जनताको त कुरा छाड्दिउँ, म अलिअलि कख गग पढेकै एमपी मध्ये पर्छु, म पनि भ्रममा छु। आम रूपबाट नेपाली जनता भ्रममा छ। यो के हो त? 1 महिना अगाडि नाफामा हुने अभिव्यक्ति सार्वजनिक रूपले आउने, 1 महिनापछि 5 अरब चाहिँ नि घाटाको कुरा जुन आएको छ, यो कुराको वास्तविकता मन्त्रीजीले सदनमा बताउनु पर्ने अथवा यही संसदले चाहिँ नि वास्तविकता छानबिन गर्नुपर्ने आवश्यकता मैले देखेको छु। यो अत्यन्त गम्भीर कुराको रूपमा नेपाली जनतामा, आम जनतामा भ्रमको सिर्जना गर्ने काम भएको छ। सुनिहाल्नुभयो, अलिकति कख गग पढेकै सांसदहरू, त्यो पनि सरकार पक्षकै सांसदहरू पनि अहिले कन्फ्युज भएको स्थिति छ। 1 महिना पहिला, जम्मा 1 महिना पहिला नाफामा छ भनेको विद्युत प्राधिकरण अहिले आएर 5 अरब भन्दा बढी घाटा